हेलो गुड मर्निङ नमस्ते। आज चाहिँ हामी यो साउथ फ्रिमेन्टल बिचमा मर्निङ वाक गर्न आउँदैछौँ। बिचमा वाक गर्नुको पनि मजै छुट्टै हुन्छ। आज हेरौँ कस्तो हुन्छ। यता साइडबाट यो चाहिँ सप्लाई ट्रेन भन्छ यसलाई, चाहिँ सप्लाई कन्टेनर। अब यो चाहिँ कन्टेनरहरू मात्रै हुन्छ यो ट्रेनमा चाहिँ जुन गइरहेको छ। यसरी सिपिङबाट आउँछ, चाइना सिपिङ, कसको सिपिङ, यो जहाजबाट आउँछ। अनि यसरी एकदमै लामो हुन्छ। यो त खिच्दै बस्यो भने 5-10 मिनटसम्म गएकै हुन्छ, यति लामो ट्रेन हुन्छ यो चाहिँ। अनि यसमा चाहिँ मान्छेको लागि होइन कि, यो सामान ओसार्नलाई युज हुन्छ। उताको एरियामा कुकुर अलाउड थिएन भने अब यो चाहिँ डग एक्सर्साइज एरिया हो। यहाँ चाहिँ कुकुरलाई एक्सर्साइज गराउने अनि यसरी कुकुरलाई दौडाउने यो चाहिँ यहाँ हुन्छ। यो चाहिँ एकदमै कमन छ यहाँ। यो कुकुर खेलाउने ठाउँमा यो प्लास्टिक ब्याग्स पनि राखेको हुन्छ। अनि कुकुरले दिशा गरेको छ भने हाम्रो जस्तो टोलमा फालेर राख्ने होइन, त्यो दिशा चाहिँ टिपेर यस्तो ब्यागमा हालेर अनि यो बिनमा हाल्नुपर्छ। साउथ फ्रिमेन्टलबाट हिँडेर हामी यो फ्रिमेन्टल बिच पुगेका छौँ। अहिले फेरि यही बाटो फर्किनेछौँ। अब यहाँ एकछिन केही एक्सर्साइज गर्छौँ। टु द फिसरम्यान भनेर राखेको छ। यो चाहिँ माछा मारेर माझी दाइले माथि लग्दै गरेको यो चाहिँ माछा ढकनीमा छोपेर, अनि यहाँ छ अर्को ढकनीमा राख्दै गरेको। माछा देख्न सकिन्छ यति सफा पानीमा। अनि अलिकति माछा माथि आयो भने माछाहरूलाई, माछा यहाँ छ। यो माछा चाहिँ धेरै माथि आउँदैन, किनकि अलिकति मात्र माथि आयो भने यस्तो हाँस जस्तो हाम्रोमा टाउदोमा पाउने डेन्जरै हुन्छ यो चरा। यो चरालाई खाइदिइहाल्छ। जेलीफिस देखिएको छ यहाँ। अलिक ठुलै देखेँ मैले समुद्रमा, खास एक्वेरियमहरू मात्र देखेको थिएँ। अनि सानो माछाहरू पनि यहाँ छ भित्र। धेरै माथि आएको छैन उनीहरू, किनकि यो माथि आयो भने यो चराहरू जुन छ हाम्रो टाउदोमा पाउने यस्तो होला चराहरू, यी पानीमा छ खेलिरहेको, यिनीहरूले खाइदिन्छन्।
उहाँको बारे बोन स्कटको बारे यहाँ सबै लेखेको छ। 1946मा स्कटल्यान्डमा जन्मेर अनि यहाँ यो फ्रिमेन्टलमा आएर पढ्नुभएको, यहीँ आएर माइग्रेट भएर यहीँ पढेर यहीँ हुर्केर यहीँबाट स्टार भएर युकेमा 1980मा चाहिँ उहाँको मृत्यु भएको रहेछ। एकदम असामयिक मृत्युवरण गर्नुभयो। उहाँको नाम बोन स्कट हो, एसीडीसीको भोकलिस्ट। अनि यति खुसी लागिरहेको छ कि मैले यति धेरै गीत सुन्थेँ कि आज अस्ति त मैले सुनेको थिएँ यहीँ फ्रिमेन्टलमा उहाँको यो स्ट्याचु छ भनेर, मूर्ति छ भनेर, मलाई थाहा चाहिँ थिएन यहाँनिर थियो भनेर। मैले आजै भेटाउँदाखेरि मलाई एकदम खुसी लाग्यो मर्निङ वाक गर्दै आउँदाखेरि। धेरै अहिलेसम्म पनि अब अल टाइम ग्रेटेस्ट अल टाइम फेभरेट भन्दा नि हुन्छ होला। कलेज टाइमदेखि अहिलेसम्म यो 10-20 वर्षसम्म पनि मैले यो एसीडीसीको गीतहरू गिटारमा एक दुईवटा पिस भए नि बजाउने र गाउने चाहिँ गरिरहेकै छु। गाउन त त्यति धेरै मेरो अब त्यस्तो सकिँदैन, उहाँको जस्तो त्यो फोर्सै छैन, त्यो पावरै छैन, भोकल कर्डै छैन। तर कहिले काहीँ चाहिँ गिटार पिसमा बजाउँछु। यति खुसी लागेको छ कि वाह। भन्यो भने भनेको जस्तो हुन्छ होइन। यो पार्कमा चाहिँ कुकुरलाई खेलाउने डुलाउने अनि यसरी घाम तपाउने बिचमा खेलेपछि। अनि यहाँ क्यानी टोय लाइब्रेरी भन्ने छ, यहाँ चाहिँ कुकुरको टोयहरू राखिदिने। अनि बिच पनि यसरी कुकुरको लागि राखिदिन्छ। कुकुरको लागि पनि छुट्टै बिच छ यहाँ, यसरी कुकुरसँग खेल्नलाई, कुकुर खेल्नलाई। कुकुरले पनि स्विमिङ गर्नु पर्यो, कुकुरले पनि एक्सर्साइज गर्नु पर्यो। नेक्स्ट लेभलको छ कि यो अस्ट्रेलियाको सोच चाहिँ। हाम्रोमा जस्तो कुकुरलाई कुट्ने त हुँदैन, त्यो कुट्यो भने त गयो जेल होइन। ल यसरी अब कुकुरसँग मजाले यो बिचमा बसेर खेल्ने। अनि यो त्यही भएर यस्तो बारहरू पनि राखेको छ। अनि अर्को कुरा चाहिँ यो जुन देखिएको छ एउटा बार जस्तो ढुङ्गाको, यसको पारिपट्टि चाहिँ फेरि मान्छेहरू खेल्ने हो, त्यहाँ चाहिँ कुकुर अलाउड छैन। अनि यो चाहिँ फेरि कुकुरहरूको लागि हो। हरेक कुरा व्यवस्थित छ। धन्यवाद।